हेलो साथीहरु नमस्कार। आज हामीले यो कछुवा छ नि, हामी कछुवा दुईवटा पहिला पालेको थियो है। यस्तो हुन्छ, यो मेल एन्ड फिमेल, यो फिमेल हो यो मेल हो। तपाईं हेर्न सक्नुहुन्छ, यो मेल एन्ड फिमेल हो। त्यसले कछुवाले दिएको बच्चा यो हो। यो तपाईले यो कछुवाले बच्चा दिएछ हैन। हामीसँग 3वटा कछुवा भयो अहिले, पहिला 2वटा मात्रै थियो। तर मैले कछुवालाई राम्ररी अहिले अलमोस्ट 2 वर्षदेखि म पालिरहेको छु। 2 वर्षमा एउटा कछुवा फ्रीमा आयो। यस्तो 2 वर्षमा एउटा कछुवा फ्रीमा आयो। यो मेरो यो पेट हो हैन। यसको नाम रोमियो छ, यसको नाम जुलियट हो, यसको नाम युभान हो। रोमियो एन्ड जुलियट एन्ड युभान। यसको युभान हो, मेरो छोराको यो फ्रेन्ड हो, मेरो छोराको फ्रेन्ड हो। त्यही भएर मैले राखेको थियो। मेरो छोरालाई धेरै मन पर्छ त्यो कछुवा हैन। मेरो छोरा पनि 1 सालको भयो, यो कछुवाको पनि 1 सालको भएछ। त्यही भएर दुवैको नाम युभान हो। युभान यो मेरो कछुवा पेट हो। यो हामीले कहिले पनि मार्दैन, यसलाई राम्ररी खुवाउँछौँ, राम्ररी टेक केयर पनि गर्छौँ। कस्तो लाग्यो तपाईले यो मेरो भिडियो? राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर गर्नुहोला। जसले पेट लभर हुनुहुन्छ भने मजासित त्यो गर्नुहोला। ल, धन्यवाद।